म चाहिँ एकदमै अत्तालेको छु हैन काम परेर काठमाडौँ आएको थिएँ अनि अहिले भन्ने बित्तिकै टिकट पनि पाएन कि 6:30 बजेको मात्रै छ बेलुकाको है अब उडेर जान नमिल्ने अनि मेरो घरमा चाहिँ मेरो बुहारीले चाहिँ दराजको सबै सामानहरू निकालेर झोला प्याक गरेर कता हिँडेछ घरमा देविका र त्यो 3 वर्षको मानसलाई छोडेर ऊ चाहिँ अब फेरि सोझो छ कसैले ललाई फकाइ गरेर लग्यो कि हैन अब के गर्ने कि भगवान म त एकदमै अत्तालिरहेको छु साथीहरू अनि कान्छी प्लिज तिमी त्यो 3-4 वर्षको बच्चालाई छोडेर उले आमा आमा भनिरहेको छ बाबा बिते पछाडि आमा भनि बाउ भने नि तिमी हो के आमाको माया जस्तो हुन्न अरूको माया जति जे गरे पनि हामीले जे गरे पनि त्यही भएर चाहिँ तिमी प्लिज सम्पर्कमा आइदेऊ कान्छी है अनि हजुरहरूले पनि देख्नुहुन्छ भने प्लिज देख्नु भयो भने कसरी हुन्छ समातेर हुन्छ कि सम्झाएर हुन्छ कि कन्ट्याक्टमा ल्याइदिनुस् साथीहरू प्लिज म तपाईहरुसँग साथ र सहयोगको अपेक्षा गर्दछु कमसेकम त्यो सानो बच्चाको त माया लाग्छ के रे जति जे भयो नि हामीले चाहे जति खानेकुरा दिउँ जति माया गरेर राखौँ आमा भनेको आमा हुन्छ के साथीहरू त्यत्रो सानो बच्चालाई छोडेर कसरी जान सकेको होला है हेर्नु त अहिले घरमा मैले कसरी सम्झाउने कि त्यो पुच्चे बाबुलाई भदालाई कसरी सम्झाउने तेरो आमालाई मैले उसको आमालाई लिएर जान सकिनँ भने मैले कसरी राख्ने कि त्यो भदालाई ओ गर्ने म त कति तनाव दिन्छन् कि मलाई त छ्या घर चिनेको छैन फेरि घर पनि चिनेको छैन उताबाट पोखराबाट एउटा बहिनी आउँछ अनि त्यो बहिनीले चिनेछ अब हामी कसरी कहाँ जानु कता खोज्न जानु घर चिन्न पनि त पर्यो नि फेरि हामी अनुरम मात्रै यहाँबाट गएर कता जानु कता खोज्न जानु के त्यो घर त्यो उता पोखराबाट एउटा बहिनी आएपछि मात्रै सम्भव छ फेरि यो अब अहिले आमाको आवश्यकता पर्ने बेलामा उले यस्तो गर्यो भने हैन मेरो साथीहरू भोलि यो छोराले फर्केर हेर्दैन के उलाई यस्तो जतिखेर उसलाई आमाको आवश्यकता छ आमा चाहिने बेलामा त्यस्तो गरेर ऊ हिँड्छ भने भोलि यो छोराले आमा भनेर सम्झिन्छ